नमस्कार है साथी हो, नमस्कार। हामीले जन्मिँदादेखि मृत्यु हुँदासम्म कर तिरिरहेका हुन्छौँ। जस्तो जन्मिँदा जन्म दर्ता, त्यसपछि विवाह गर्छौँ, विवाह दर्ता, त्यसपछि मृत्यु होला, मृत्यु दर्ता, हुँदा हुँदा बसाइ सराईको समेत हामीले कर तिरिरहेका हुन्छौँ। र त्यो तिरे बापत हामीले पाउँछौँ चाहिँ के त? यस्तै किसिमको सुशासन राज्यबाट हामीले पाएका छौँ के त? भन्छन् एउटा हातले दिनु, अर्को हातले लाई थाहा नहोस् भन्छौँ, सहयोग भएर। यो त राष्ट्रलाई हामीले तिरेको जुन तिर्नुपर्ने दायित्व हो, र दायित्व राष्ट्रले पनि निभाउनु पर्यो नि नागरिकप्रति, होइन र? र आफ्नै देशमा केही उद्योग कल कारखाना खोलेर नागरिकलाई रोजगार दिनुको सट्टा अझ रोजगारीको निम्ति नयाँ गन्तव्य हामी खोज्छौँ रे, सरकार त्यस्तो भन्छ। हुँदा हुँदा एउटा यत्रो हुन्छ 28-29 पेजको सानो कागजको टुक्रो, त्यो टुक्रोलाई हामीले 10,000 तिर्छौँ। हुन त त्यो देशको अवस्थाअनुसार त्यो कागजको टुक्रोको पनि मूल्य हुँदो रहेछ। इन्डियाको छुट्टै पर्छन्। अब त्यही देश अब हामीभन्दा कति गरिब भन्छौँ पाकिस्तान, बडो तिनीहरू राष्ट्रवादी छन्। आफ्नो देशमा पर्दा सबै एक हुन्छन्। हाम्रो देशका नेताहरू त लुट्नको लागि मात्र एक हुने हो, कुर्सीको लागि मात्र यिनीहरू सबै पुरा त्यो भन्छ नि, कुकुर भुकिया हुन्छ नि, कुनै कतैबाट एउटा कुकुर आएपछि सबै मिल्छ नि, हो त्यस्तै हो। कुर्सीको लागि मात्रै हो, त्यसको लागि त यिनीहरू लुट्नको लागि त एक हुन्छन्। त्यो कुरा जनताले बुझिसकेका छन्। अब यस्तो दुःख गरेर हामीले बाहिर बसेर 2 पैसा कमाएर नेपाल जाँदाखेरि एउटा बाइक, मानव उदाहरणको लागि बाइक किन्न खोज्यौँ भने त्यही इन्डियामा 80-90 हजार पर्ने बाइक हामीले 3.5 लाख 4 लाख तिर्छौँ यहाँ नेपालमा। त्यो बिचको पैसा कहाँ गयो त? कसले खोज्ने? यी सबै यी लेन्डुपेहरूलाई हामीले पाल्नको लागि हामी नेपाली जन्मेका हो र? त्यसैको लागि हेर्नुहोस्, यस्तो गरेर हुँदैन। त्यसैले हामी नागरिक अब एक भई चुनावी प्रकरणमा हामी गयौँ भने यो तन्त्र कहिले पनि यस्तै हुन्छन्। त्यसकारण हामी जाने भनेको प्रत्यक्ष निर्वाचनमा जानुपर्छ, किनभने एक क्षेत्रबाट मात्र जितेर यिनीहरू देशको उच्चतम पदमा पुग्छन् भने पुरा देशैबाट छानिएर आउने व्यक्ति हुनुपर्छ भन्ने हाम्रो माग सहित अगाडि बढौँ साथी हो। नभए हामी यस्तै हुन्छौँ जहिले पनि।